काठमाडौँमा बस्ने सुख थिएन छोराहरूको लागिमा एउटा झुपडी बनाएर उनीहरूलाई भाडा तिर्नु नपर्ने गराएर राखौँला गाउँमै आफू गाउँमै बस्ने गाउँमा खसी पाल्ने भैँसी पाल्ने घिउ बेच्ने खसी यता हुन्थे मैले वर्षको तिनवटा चारवटा वर्षिनी बेचेको थियो खसी अब अहिले त कहाँ गयो सबै कुरा अर्काले ल्याएको दुध किनेर खानुपर्छ पानी हालिया दही दुधको खेलो मलाई मैले घिउ तताउँदाखेरिमा यत्रो कराईमा भरि हुन्थ्यो हाम्रो साइँ दाजु भिन्न बसिया जेठ्याङपट्टिको यसो आउँथ्यो छिमेकी यो घिउमा त ढिँडो पकाएर खा भन्ने भएको थियो हिउँद बर्खा मलाई दही एक नाथ थियो एउटा ब्याउने एउटा लैनु कति चैन गरेँ अब त्यो सम्झिँदाखेरिमा त मुटु कुटुकुटु खान्छ कि अहिले